कतै तपाईँले पनि मैले जस्तै गल्ती त गर्नुभएको छैन। यो चपबोर्ड यो चपबोर्डमा होइन काटेर म यत्रो वर्षको भइसक्यो अहिलेसम्म पनि हिजोको दिनसम्म पनि म यसमै काटेर खाइरहेको थिएँ होइन। यसले चाहिँ सानो सानो त्यो देख्दै नदेख्ने त्यो पार्टिकल्स हुन्छ नि प्लास्टिकको त्यो चाहिँ हामीले खाइरहेको हुँदो रहेछौँ क्या। जुन चाहिँ होइन हाम्रो डाइजेस्ट हुँदैन क्या, डाइजेस्ट भएर आउँदैन होइन टोयलेटमा। अनि पेट दुखेको गर्ने एकदमै धेरै गाह्रो हुने के भएको न पत्ता लाग्छ न के गर्छ। यो एउटा मेन रिजन जस्तो लाग्यो। अनि मैले चाहिँ अब चाहिँ म जति वर्ष बाँच्छु नि त्यति वर्षसम्म म कहिले पनि यो चपबोर्ड युज गर्दिनँ भनेर प्रमिस गरेको छु होइन। अबदेखि चाहिँ म यो यो के भन्छ यो काठको चपबोर्ड प्रयोग गर्छु। तपाईँहरूले पनि यही प्लास्टिकको चपबोर्ड युज गरिरहनु भएको छ भने म त भन्छु प्लिज नगर्नुहोस्। मैले गरेर त मेरो पेट दुखेर लास्टै दुःख पाइरहेको छु। तपाईँहरूले नपाउनु। तपाईँको पनि सानो बच्चा तपाईँलाई अहिलेसम्म नदुखेको होला होइन, तपाईँको सानो बच्चा होला, उसलाई कति असर गर्ला देखिँदैन रहेछ क्या तर आउँदो रहेछ। म चाहिँ गर्दिनँ। अब हजुरहरूको हातमा छ, हजुरहरू गर्ने कि नगर्ने। मैले चाहिँ जस्ट मलाई भएको कुरा मैले भनेको। यो काठकै गर्नुपर्छ भन्ने छैन तर प्लिज यो प्लास्टिकको चपबोर्ड चाहिँ युज नगर्नु होला है आजैदेखि। तपाईँले मेरो भिडियो हेर्नुभएको छ भने कति नै पर्छ र 2-3 सयमा आउँछ होला सायद होइन।